ल हेर्नुस् हाम्रो चाहिँ च्याउ खेती हुँदैछ। सुरुमा पराललाई ट्याक 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 काट्ने, त्यहाँबाट यसरी जाली बोरा छ भने जाली बोरामा यसरी भर्ने, जाली बोरामा यसरी भरेर सर्वप्रथम त पराललाई ट्याक ट्याक काटेर मसिनो बनाएर यसरी 2-3 पटक धोइउरी गरेर लगभग आधी घन्टा जति पानीमा भिजाएर राख्ने। अनि त्यसपछि यो जाली बोरा छ भने जाली बोरामा यसरी खाँजी यसरी राख्ने, एकछिन पानी सुकाउन पर्ने हुन्छ। पानीमा सुकाइसकेपछि एकछिन झुन्डाएर राखेपछि पानी तर्छ। ल भयो त्यो रुखमा झुन्डाइदिने। अब त्यसरी यो पानी तार्नको लागि चाहिँ रुखमा झुन्डाउनु पर्छ। यहाँ नवीनजी झुन्डाउँदै हुनुहुन्छ। यसरी एकदम सफा गराउन पर्ने हुन्छ। यसरी रुखमा झुन्डाइसकेपछि यसरी पानी तल झर्छ। त्यसै गरी यस्तै गरेर राम्रोसँग एकदम सफा यस्तो पानीहरू जाउनसम्म निचरेर ट्याक्क भिजाएर यसरी पानीहरू रुखमा यसरी झुन्डाएर पानी यसरी चौन पर्छ। पानी एकदम फोरो पानीहरू जानुपर्छ। त्यहाँ फिजारिस पाँचवटा ठिक्क हुने रहेछ, त्यो रहेछ एउटा प्लास्टिक त्यहाँ फिजारिस नि त, त्यसलाई हालिहाल्नु पर्यो नि त। अलि निचोरा कस्तो भएको छ तपाईँलाई च्याउ हाल्दा? वाला फोन हाल्नु कथेर आउनुहुन्छ, प्लास्टिक ल्याउनु लगेर पुग्छ होला क्या। अनि हेर्नुहोस् यसरी लगभग आधी घन्टा जति चाहिँ हामीले यसरी बाफमा पनि पकाउन पर्ने हुन्छ। किनकि बाफमा पकाइसकेपछि फोरोहरू मर्ने गर्छ। त्यसरी अलि बेरै आधी घन्टा जति पकाइवरी गरेर यसरी एकछिन यसरी फिजार्ने, सरर यसरी फिजार्ने यो पराललाई। त्यहाँबाट पराललाई फिजारेपछि यसरी प्याक गर्नुपर्छ। हामीले एउटा प्याक गऱ्यौँ बल्ल। यसरी तातैमा पनि नराख्नु होला तपाईँहरूले। तातैमा पनि राख्नुहुन्न। कतिको तातो छ? अझै तातै छ? अलिकति चिसो हल्का मनतातो बनाएर चाहिँ तपाईँले हाल्ने हो। यो हेर्नुहोस् हामीले पनि यसरी बनाउँदैछौँ। यी सर यहाँ पाक्दैछ। यसलाई पाकेर त्यसै गरी फिजार्ने हो। यो च्याउको बिउहरू हो। यति छ अहिले हामीसँग। अब आनन्दले हाल्छौँ हामीले। ल अब चाहिँ हामीले यहाँ च्याउ हाल्न लाग्यौँ। हेर्नुहोस् अब कसरी हाल्छौँ हामीले। ट्याक्क प्लास्टिक र यो च्याउ लिएर आइसक्नुभयो उहाँहरूले। अनि एउटा प्लास्टिक पड्कियो। यसरी फर्स्टमा यसरी पराल हाल्ने ट्याक्क। यस्तो पराल हालिसकेपछि एक स्टेप पराल हाल्ने। एक स्टेप पराल हालिसक्यौँ हामीले। अब त्यसमा माथिबाट बिउ हाल्नुहुन्छ दाइले। फोरो हातले फेरि बिल्कुल नछौँ है। त्यो फोरो हातले बिल्कुल नछौँ। फोरो त्यो ऊ के अरे यो उसुर च्याउहरू बनाउँदाखेरि एकदम सफा बनाउनुपर्छ। पन्जाहरू पनि खास लाउनुपर्छ कि। ट्याक्क यस्तै दाइले बिउ रोप्दै हुनुहुन्छ। ट्याक्क हाल्नुभयो। अब एक स्टेप पराल हाल्नुहुन्छ उहाँले। अब हेर्नु चाहिँ ट्याक्क माथिबाट पराल
एकदम मजाले खाजेर हाल्नुपर्छ त्यसरी खाजेर हाल्नु उ त्यहाँ खाजेन अझै राम्रोसँग बिउ देखिएको तातै छ क्या हो यार बाबुले है एकदम एक स्टेप पराल हाल्दै एक स्टेप बिउ हाल्दै एक स्टेप पराल हाल्दै एक स्टेप बिउ हाल्दै गर्नुपर्छ त्यसमाथि बिउ छ फेरि बिउ हाल्ने बेला भइसक्यो एउटा पोका चाहिँ यहाँ रेडी भइसक्यो यसलाई जुन्नाउन मात्रै बाँकी छ ठिक्क प्लास्टिक आएर चाहिँ एउटा पड्क्यो नपुग्ने भयो एउटा नपुग्ने भयो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो मम्मी उहाँले चाहिँ तालिम लिनुभएको थियो त्यही भएर सिकाउनुहुन्छ हुनुहुन्छ उहाँले यसरी हुन्छ अब तपाईँहरूलाई मैले चुन्नाको भिडियो देखाउँछु एकैचोटि यसरी 10-12 ठाउँ छेडो पार्ने त्यसपछि जुन्नाउनको लागि बल्ल रेडी हुन्छ जसले पनि छेडो पार्न सक्नुहुन्छ तपाईँले दस 12 ठाउँ ठ्याक्क छेडो पारिसकेपछि बल्ल झुन्नाउन हाम्रो रेडी हुन्छ यो यसरी झुन्नाउँछ हामीले अब ठ्याक्क 4 ठाउँ रहेछ भनेर यसरी झुन्नायो नि यहाँ काँठो पारिसकेपछि फेरि माथि र खै काँठो पार्ने यसरी 4 ठाउँ ट्याक्क दुलो पारिसकेपछि यसरी झुन्नाउन रेडी हुन्छ यी ट्याक्क 4 ठाउँ रसीले यसरी बान्ने यहाँ एक स्टेप 2 स्टेप बाद स्टेप बाई स्टेप राख्नुपर्छ माथि 5 मान्छेलाई यस्तो ट्याक्क एक स्टेप 2 स्टेप गर्दै जति स्टेप पनि राख्न सक्नुहुन्छ ट्याक्क चाचाओ ट्याक्क ट्याक्क त्यसमाथि एउटा गर्दै राख्ने हो बल्ल हामीले एउटा स्टेप बनाइसक्यौँ अब अर्को यही यस्तै हिसाबले अर्को स्टेप बाई राख्ने हो यसरी स्टेप बाई स्टेप हाल्यौँ हामीले च्याउ अलिकति यस्तो स्टेप बाई स्टेप ट्याक्क हामीले च्याउ हालिसक्यौँ अब ट्याक्क यो फलेपछि तपाईँहरूलाई म अर्को भिडियो देखाउँछु